एभ्रिवान वेलकम ब्याक टु द च्यानल एन्ड अनदर भिडियो। आजको मेरो यो भिडियो चाहिँ नि ब्रस गर्न लाग्यो। अब म यसरी सुरु हुँदैछ। हेरेर भ्याए मैले अब भित्र जान्छु, चेन्ज गर्छु। चेन्ज गरेपछि चाहिँ नि साइकल लिएर म सेलुन जाने। रास्ता चाहिँ नि यही हो आजको। मेरो ब्यागमा के छ के रेडी भएँ। ब्याग पनि मेरो चाहिँ ब्याग र टी सर्ट म्याच गरेँ आज। मेरो सवारी साधन यहाँ चाहिँ आएर निकाल्छु, त्यसपछि निस्किन्छु म चाहिँ अब ब्याग राखेर निस्किन थालेको। हजुरहरूलाई चाहिँ सेलुन गएपछि देखाउँछु के हुन्छ भनेर। चाहिँ पुगेँ सेलुनमा। हाम्रो बिहे भएको मुना दिदी आउनु भयो। हाई गर्नु मुना दिदी। बिन्ता बिन्ता हाई गर, हाई गर्नु। आर्जु हेलो। हिजो चाहिँ मैले यस्तो कपीमा लेखेको थिएँ लिपिक। आज चाहिँ मैले राम्ररी सार्नु। हामीले वान लेन्थ कट गर्ने हो। मेरो डमी यता छिन्, म यता छु। डमी यता अनि बिन्ता यता छ। देखाउँदै छु। यो सिजर अब एकचोटि झरेपछि स्टार्ट। काट्नु न काट्नु भयो। काटे नि ल। हाम्रो बिन्दा मिसले हेयर कट गर्दै हुनुहुन्छ। वाउ खै काटेको। स्ट्रगल देखो भाइ साहब, स्ट्रगल। यता फेरि यस्तो छ, डह्रो मेहनत चलिराखेको छ। माई गड स्ट्रगल छ स्ट्रगल। मैले मेरो डमिङको हेयर कट गरिसकेँ। स्ट्रेट कट हो के रे यो चाहिँ। अब खै के कट भएको छ थाहा छैन। अब यति भइसक्यो है, भइसक्यो अब बिन्दाको। यहाँ यिनको यस्तो छ। आजको चाहिँ राम्रो देखियो के रे। सिक्नु राम्ररी हजुरले। दिदी लास्टमा आउनुभयो, लास्टमा। हामीले काटेर भाएर हाम्रो त्यहाँ सबै हेयरहरू ड्राई भइसक्यो। यहाँ दिदी बल्ल आएर सिजर चलाउनु सिक्नुभयो। सरले आज यहाँ प्रपर क्लास लिनुभयो हाम्रो विनय सरले। मैले चाहिँ नि हिजो काटेको भएन गरे हो, टेढो भएछ भन्नुभयो। मैले फेरि काट्न लाग्छु। अनदर डे सेम भ्लग हो। यतापट्टि चाहिँ नि एउटा आमा आएर कराउनु भएको रहेछ। हामी तर्स्यौँ। स्ट्रगल देखो भाइ साहब, स्ट्रगल। उता फेरि अर्कै दुनियाँ छ। काट्दा पनि भएन मेरो त। यस्तो भयो है, तल माथि दायाँ बायाँ केही देखे होइन अँधेरोमा। बिन्दा ल हेर्न सक्नुहुन्छ मेरो उज्यालो हातमा। मेरो देखाइदिनु न। मेरो त झन् आमा, मैले फेरि अगाडिको काटेकै होइन, त्यही भएर यु कट भएछ। इज माई टिचर विनय सर। आज हामीले यु कट सिकेको काट्न। यहाँले चाहिँ हात काटेर के भइसक्यो। खुट्टाको हालत भुइँको हालत यस्तो छ। अलिअलि हुँदैछ। सरले बी पोजिटिभ भनिराख्नु भएको। नास्ता खाएर आयौँ हामी। अब चाहिँ डमीमा प्र्याक्टिस गर्ने। हेयर कटिङ चाहिँ सक्यो हाम्रो। आजको सक्यो के अरे। अब पनि सेम हुन्छ हाम्रो, यु कट नै हुन्छ किनकि हाम्रो राम्रो प्रपर भयो होइन। अब भोलि हेर के हुन्छ। आज हामीले अब फेदर कट गर्ने हो। सेम भ्लग थर्ड डे। आज थर्ड डे हो न। के कटिङ गरेर सिक्नु थाहा छैन। हाम्रो क्लास चल्यो। यता आफ्नै धुनमा खाने, यता आफ्नै धुनमा, यता आफ्नै धुनमा। टिचर भनेको यस्तो चाला मोबाइल चलाएर। स्टुडेन्टहरू यस्तो छन्। टिचर ए ल सुरु भयो अब। लाइक
गर्नु सब्सक्राइब गर्नु सेयर गर्नु कमेन्ट गर्नु कुन केटी राम्रो चाहिँ भन्नु दाँत सफा गर्नु चाहिँ आज फ्रन्ट ग्रेजुएसन कट काटिसकेँ मेरो चाहिँ यस्तरी आएको छ सरले चाहिँ नि राम्रो भएको छ एकदम बेस्ट भए भन्नुभएको थियो कि लेट्स सी के हुन्छ होला काट्न छोडी अनि केटीहरूले चाहिँ नि यस्तो गरिरहेको तिमीहरू कति गोरी हुने हो क्या अझै यो भन्दा कति गोरी हुने बिन्दाको हेर चाहिँ यस्तो भयो अफ्रिकातिर जाने हो मेरो हात जले अब ऐनामा सबैलाई देखाउँछु मैले चाहिँ नि के गरेँ कति राम्रो फ्लावरहरू देखेँ हजुरहरूलाई देखाउन चाहन्छु ए दिदी टाउको यसो तिलोत्तमामा चाहिँ नि जे होस् प्रगति भइरहेको जस्तो राम्रो देखेको के पार्लरबाट निस्केर साइकल डोराउँदै जयकुटीको चोकमा घुम्दै म र दिदी घर दिनी शर्मा सब्सक्राइब गरिदेऊ ल उतो भाइहरूले चाहिँ नि मलाई सब्सक्राइब गरिदिन्छु भन्दै थिएँ के हजुरको नाम गरे अझ चिच्याउँदै यहाँदेखि चाहिँ उता निस्केर चाहिँ नि उता डिङ्गानगर गएर भित्रबाट जान मिल्छ म चाहिँ अब निस्केको घरको लागि बाई बाई थ्याङ्क यू फर द वाचिङ गाइज